आज देश कता जाँदैछ तपाईहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ। आफ्नै भूगर्भभित्र अथाह धन धन्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन, तर खै। त्यसैले म भन्छु, अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ। यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम, सिप र स्रोतको सही उपयोग जुम्लाले गर्नु पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ। आफू जन्मे हुर्केको आफ्नो फाटफलो छोडेर अन्यत्र बसाइ सर्नुपर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नुपर्ने अवस्थाको अब अन्त्य हुनु पर्दछ। आज हिजो होइन, हामी आफै बदलिरहेका छौँ। परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन। अब सुध्रौँ, अब चेतौँ र सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊ, मार्ग सुधार गरौँ। नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ। अन्त्यमा आफ्नो यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरी मलाई यस्तो सुअवसर प्रदान गर्नुहुने तपाईँ आयोजकहरू र यस क्षेत्रका उत्साहपूर्ण उपस्थितिका लागि सबैमा धन्यवाद। जय नेपाल।